हेलो नमस्ते दर्शकले वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले तपाईहरुलाई अस्ति जुन देखाएको थिएँ मिरिकमा लागिरहेको ट्रेड फेयर त्यसको सेकेन्ड पार्ट हो है। अनि यो चाहिँ मैले अलिकति मात्रै गरेको छु किनभनेदेखिलाई अहिले एकदमै पानी परेकोले गर्दाखेरिको हामी जानु पनि पाएको छैन हैन। त्यसले गर्दाखेरि मैले अस्ति गएर हल्का तपाईहरुको लागि एक्सप्लोर गरेको। अनि यहाँनिर जुत्तीको पनि तपाईहरुलाई एकदमै देखाउन मन लागिरहेको थियो। जो जति पनि तपाईहरु मिरिक नजिकबाट हुनुहुन्छ आउनुहोस् अनि यहाँबाट चाहिँ जुत्तीहरु चाहिँ लिनुहोस् किनभने एकदमै राम्रो क्वालिटीको छ जुत्ती पनि अनि रिजनेबल रेटमा छ। यो सबै तपाईहरुले देख्दै गर्नुभएको 450 देखि स्टार्ट हुन्छ है। अनि यतापट्टिको चाहिँ अलिकति 750 700 हरुसम्मको रेटहरु छ। तर एकदमै राम्रो छ सामान पनि तपाईहरुले आएर लिन सक्नुहुन्छ है। तपाईहरु यदि मिरिक नजिकबाट हुनुहुन्छ भनेदेखिलाई अनि बेसी त हामीले एक्सप्लोर गरिन यति बेला किनभने पानी परिरहेको थियो र पनि हामी यसो एउटा आफ्नो पनि काम लिएर गएको थिएँ है। त्यति बेला मैले यो जुत्तीको चाहिँ स्पेशली देखाइदिन्छु किनभने कतिले सोचिरहेको हुन्छ नि त जुत्ती किन्नु मन लागिरहेको हुन्छ हैन। जुत्तीको तपाईहरुले 250 200 देखि नै पाउनुहुन्छ तर त्यसमा क्वालिटी पनि हुँदैन। कतिवटाको त अब सोल यति हार्ड हुन्छ है लाउँदा लाउँदै आफ्नो खुट्टामा दुख्ने प्रब्लमहरु निक्लिन्छ चिप्लिने र त्यस्तो हुन्छ नि त। अनि यो चाहिँ मैले आफै पनि पर्सनली किनेर लगेर ट्राई गरेर चाहिँ मलाई एकदमै मन परेर चाहिँ मैले तपाईहरुलाई पनि देखाएको। तपाईहरुले आएर लिन सक्नुहुन्छ यहाँबाट है। तपाईहरुले वेडिङहरुतिर हैन तपाईहरुको अब केही इभेन्टहरु छ भनेदेखिकोलाई चाहिँ यहाँनिर चाहिँ हिलमा एकदम ब्लक हिल यो चाहिँ वेज हिल एकदमै सजिलो हो। अनि यो चाहिँ नेक्स्ट डे मैले यो चाहिँ एजिलियाको कटिङ अब गर्नुपर्छ नि त यो रेनी सिजनमा गर्दाखेरि एकदमै राम्रो हुन्छ। अनि यसको नयाँ नयाँ पत्ताहरु एकदमै आएर मजाले कटिङको लागि अब छिप्पेर रेडी भएको छ हो। अनि त्यसको लागि यिनीहरु चाहिँ सबै निकालेको अनि आधी चाहिँ मैले पहिल्यै अगाडि निकालेर राखिसकेको थिएँ। अनि यसको मोन्स्टेराको पनि कटिङहरु गरेर एकदमै अब यसलाई पनि सार्नुपर्छ। यसलाई पनि टाइम यसको पनि प्रोपगेसन गर्ने टाइम भइसकेको छ है। यसलाई काटेर यसरी पानीमा भिजाएर राख्नुपर्छ अनि 2-3 घण्टा भिजाएर राखेर त्यहाँदेखि बाद रोप्दाखेरि चाहिँ रुटिङ पाउडरहरू लगाउँदाखेरि यसको पनि रुटहरू राम्रो हुन्छ ग्रोथहरू हैन। काटेर त्यतिकै राख्दाखेरिको चाहिँ प्लान्टलाई पनि स्ट्रेस हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ हामीले जे कुरा पनि कटिङ गरेर यसरी भिजाएको चाहिँ एकदमै राम्रो हुन्छ। यदि तपाईहरु नयाँ हुनुहुन्छ र यहाँ फर्स्ट टाइम हेर्नु हुँदैछ भनेदेखि प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोस् है। तपाईहरुको साथ र सपोर्ट पाए भने अझै राम्रो अनि दामी दामी प्लान्ट भिडियोहरु लिएर आउने छु म। अनि यसरी नै हाम्रो यो मोन्स्टेराको कटिङहरु पनि अहिले पानीमा मजाले भिजेर एकदम राम्रो भइरहेको छ। कटिङ अब एकदम रेडी छ। यसलाई प्रोपगेट गर्ने टाइम पनि भइसकेको छ। चाहिँ मेरो हस्बेन्डले विस्टेरिया प्लान्टको कटिङ गर्नुहुँदैछ है। अनि यहाँनिर मलाई पनि देखाउनु हुँदै थियो कतिवटा नोट राख्नुपर्छ राख्नु हुँदैन भनेर। अनि यसलाई पनि कटिङ गरेर यसरी पानीमा डुबाउनुपर्छ। अनि फेरि बादमा फङ्गिसाइडहरू लगाएर रुटिङ पाउडरहरू फङ्गिसाइड हैन रुटिङ पाउडरहरू लगाएर चाहिँ यसलाई हामीले फेरि रोप्नुपर्छ। अहिले चाहिँ यहाँनिर एकदम कटिङ गर्दैछ। कटिङ गरेर यसलाई पानीमा भिजाएर राख्ने काम हुँदैछ अहिले चाहिँ।
यसरी नै बित्छ हप्ताहरू है, दिनहरू। अनि तपाईँहरूको कस्तो हुन्छ प्लिज लेट मी नो इन द कमेन्ट बक्स। तपाईँहरूले पनि के गर्नु हुँदैछ अहिले है। अनि हाम्रोमा अहिले यो फुलिरहेको यसको नाम चाहिँ डेन्ड्रोबियम अफिलियम भनिन्छ अनि यसलाई हुडेड अर्किड पनि भनिन्छ। एकदमै राम्रो हुन्छ। अनि तपाईँहरू जतिजना पनि अहिलेसम्म मेरो भ्लगमा जोडिरहनु भएको छ, थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँको टाइमको लागि धेरै धेरै धन्यवाद। प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल। सी यू अन द नेक्स्ट भ्लग। बाई बाई।